भविष्यमा के होला कसो होला भनेर भविष्यको चिन्ता गर्ने मानिस मूर्ख हो। यसको मतलब भविष्यको बारेमा योजना नबनाउनुहोस्, चिन्तन नगर्नुहोस् भनेको होइन, चिन्ता चाहिँ नलिनु भनेको हो। किनकि भविष्य भन्ने कुरा कस्तो हुन्छ के हुन्छ कसैलाई थाहा हुँदैन। फ्युचर इज अनप्रिडिक्टेबल अन्त त्यस कारणले गर्दाखेरिमा चाहिँ भविष्यको बारेमा धेरै चिन्ता लिने होइन, चिन्ता लिएर बस्नु है। अब मैले सुन्छु कसैले भन्छ क्या, म यति पैसा कमाएपछि, म यो सफलता हासिल गरिसकेपछि, म यहाँ पुगिसकेपछि अनि बल्ल खुसी हुन्छु, अनि बल्ल सुखी हुन्छु भन्छ क्या। म भन्छु त्यस्तो मान्छेलाई, सर म्याडम तपाईँ गलत सोचाइमा हुनुहुन्छ, तपाईँले गलत डिरेक्सन लिनु भएको छ। अनि म उनीहरूलाई सुझाव दिन्छु, किन तपाईँ आज खुसी भएर काम किन नगर्ने, खुसी भई सफलता प्राप्त किन नगर्ने, खुसी भई पैसा किन नकमाउने पछि खुसी हुनुको सट्टा। यस्ता खुसी हुने सुखी हुने यति इम्पोर्टेन्ट कुराहरू हुन् जीवनका, यिनीहरूलाई पछि नसार्नुहोस् ल।